नमस्कार साथीहरू। त्यो थियो आजभन्दा 17 वर्ष अगाडि हजारौं जनताहरू, नेपाली जनताहरू सडकमा आएर राजतन्त्र चाहिँदैन भन्दै लगाएको नारा। अनि आज तिनै जनताले फेरि त्यसै गरी सडकमा आएर रङ्गशालामा चाडपर्व मनाउँदा जहाँ जहाँ नेता जान्छन् त्यही ठाउँमा गएर लगाएको यो अर्को नारा पनि सुन्नुहोस्। ठाउँ त्यही, जनता त्यही, देश त्यही, तर सिर्फ 16-17 वर्षभित्रमा नारा फेरिएको छ। समयको सुई घुमेर फेरि त्यही ठाउँमा आइपुगेको छ। हिजो जसको विरुद्धमा फलानो चोर देश छोड भन्दै नारा लाग्थ्यो, आज उसैको नाम लिएर आऊ देश बचाऊ भन्ने नारा लाग्दैछ। अनि उनी जहाँ जान्छन् त्यही मानिसको भिड बढ्दै गएको देखिन्छ।